कोरियामा फर्स्ट टाइम भेडाको सेकुवा ट्राई गर्न जामै त आज भेडा अनि च्याङ्राको मासु भनेपछि चाहिँ मलाई दसैँको याद आउँछ। दसैँमा चाहिँ हाम्रोतिर मुस्ताङबाट ल्याएको च्याङ्रा र भेडाको मासु खाने चलन छ। अनि म कोरिया आएपछि चाहिँ भेडाको मासु अझसम्म खाएको छैन। सो टुडे आई एम भिजिटिङ क्रेजी ल्याम्प अनि अनेस्टली म चाहिँ एकदम एक्साइटेड छु। व्हेनेभर आई हियर ल्याम्प इट रिमाइन्ड्स मी अफ होम अनि दसैँ तिहारको चाडपर्वहरू। सो आज मसँग कोरियन स्टाइलको ल्याम्प सेकुवा खान जामै। अनि त्यहाँको एटमोस्फियर पनि एकदम लाइभली थियो कि सबैजना सेकुवाहरू ग्रिल गर्दै हुनुहुन्थ्यो, कुरा गर्दै अनि इन्जोय गर्दै हुनुहुन्थ्यो कि म चाहिँ एक्लै गएको थिएँ। अनि अर्को कुरा भनेको चाहिँ अनलिमिटेड रहेछ कि यो सेकुवाहरू। म त खान सके पो त, मलाई त्यहाँ दिएको पनि पुरै खाएर सकिनँ मैले त। सो आई थिङ्क दिस प्लेस इज पर्फेक्ट टु कम विथ फ्रेन्ड्स अर फ्यामिली आफ्टर वर्क अर विकेन्डमा चाहिँ। अनि मैले चाहिँ ल्याम्प सेकुवा अर्डर गरेँ अनि आई अल्सो स दे ह्याड तोप्पोकी, सो मैले तोप्पोकी पनि अर्डर गरेँ। बेस्ट पार्ट भनेको चाहिँ यु ग्रिल एभ्रिथिङ योरसेल्फ, सो एभ्री सेकुवा कम्स आउट हट, fresh and perfectly cooked just the way you like. Lamb was so juicy, tender and full of smoky flavor. नेपालको सेकुवा जस्तै एक्ज्याक्ट टेस्ट त होइन because the seasoning is completely different, but honestly it was really delicious. एकदम मिठो लाग्यो मलाई। अनलिमिटेड रहेछ, त्यही भएर साथीहरूसँग जानु होला है। त्यसको हाफ पनि खान सकिनँ, त्यही माथि तोप्पोकी अनि कोक खाँदा खाँदा त मेरो पेट भरिसकेको थियो। It is unlimited, so you can keep ordering more सेकुवा and enjoy as much you want. तपाईहरु जाँदै हुनुहुन्छ भने चाहिँ डेफिनेटली साथीहरूसँग जानु होला। Honestly एक्लै आउनलाई चाहिँ मलाई हल्का awkward पनि लागिरहेको थियो, तर I'm proud of myself for stepping out of my comfort zone and trying something new. मलाई चाहिँ कोरियामा डिफ्रेन्ट फुडहरू ट्राई गर्न चाहिँ एकदम मन पर्छ। I had such a fun and unique experience. Bye bye.